आदरणीय दर्शकहरू, देशको एउटा सुन्दर भविष्य, लोकतन्त्रको सुन्दर फूल नक्कु कारागारमा थुनिएको बेला देशका शीर्ष पार्टीका शीर्ष नेता र कलाकार पत्रकारदेखि लिएर जिन्जी आन्दोलनका प्रमुखहरू पनि अहिले नक्कु कारागारमा पार्टीका विभिन्न एजेन्डा लिएर होस् या निर्वाचनमा कसरी भाग लिने र कसरी जाने, देशको एउटा भरोसा लाग्दो विश्वासिलो पार्टी बचेको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसैका सभापति रवि लामिछानेसँग यी विभिन्न खालका एजेन्डा, शर्त, सूत्र लगायतका विविध कुराहरू फागुन 21 को चुनावलाई मध्यनजर गर्दै अहिले उहाँलाई भेट्न मान्छेहरूको दिनानुदिन क्रम चलिरहेको छ। तपाई आफै भन्नुस्, रवि लामिछाने एक दूरदर्शी नेता हुन् जसले नेपालको भविष्य कोर्नका लागि यति ठूलो योगदान पुर्याएका छन्। अहिले हिजोका दिनमा उहाँको लागि खेदो खन्नेहरू पनि अहिले उहाँलाई भेट्न, उहाँसँग सल्लाह लिन, परामर्श लिन, आगामी निर्वाचनमा कसरी भाग लिने र एकत्रित भएर नयाँ परिवर्तन अर्थात् नयाँहरू सँगै मिलेर कसरी जाने भन्ने भागदौडमा यति बेला व्यस्त छ। नक्कु कारागार साझा थलो बनेको छ। जय घण्टी देशैभरिबाट घण्टी बजाउन प्रेरित हुनुस्, प्रेरित गर्नुस् र सबैलाई आह्वान गर्नुस्, आग्रह गर्नुस्। देश परिवर्तन गर्नु छ, हाम्रै पालामा